मर्निङ। सो म अहिले काममा जाँदैछु र आज मैले एकदम ब्युटिफुल मोमेन्ट मैले महसुस गर्न पाएँ, एक्सपिरियन्स गर्न पाएँ। सो म बसमा जाँदाखेरि ठ्याक्कै त्यो बस चाहिँ त्यो ट्राफिकको सिग्नलमा रोकेको थियो कि 100 समथिङ सेकेन्ड थियो होइन। अनि उता अलिक टाढोमा एउटा स्कुल भ्यान थियो। स्कुल भ्यानबाट चाहिँ एउटा सानो नानीले सबैले वेभ गरिरहेको थियो कि मान्छेहरू सबै अब आफ्नो दिनचर्या कसै काममा जाँदैछ, कसै हस्पिटलतिर जाँदैछ होला होइन। अनि सबैजनालाई वेभ गरिरहेको थियो स्कुल भ्यानको झालबाट। अन्त सबैजना नानीलाई हेरेर वेभ गरेर उनीहरूको मुखमा मुस्कान नै छुट्टै थियो कि म टाढोबाट अब्जर्भ गरिरहेको थिएँ। म पनि बसभित्र नै थिएँ। अनि सो मैले यसरी आँखा जुदाउँदाखेरि वेभ गरेको कि मैले पनि, उहाँले पनि वेभ गर्नुभयो। अनि कस्तो हुन्छ नि, दिन नै खुसी बनायो कि हाम्रो सानो मान्छेहरूलाई एकदम एक्स्ट्रा अर्डिनरी पावर एउटा चाहिँ हुँदो रहेछ होइन। तर पनि मैले के सिक्न पाएँ भन्दाखेरि म स्ट्रेन्जरहरूसँग एकदम धेरै खुल्दिनँ कि मलाई खुल्नलाई एकदम गाह्रो हुन्छ र म एकदम स्ट्रेन्जरहरूको अगाडि त म एकदम छुच्ची नै देख्छु यस्तो कि। अनि तर के सिक्न पाएँ भन्दाखेरि हुन्छ नि, you don't always have to be that serious in your life. स्ट्रेन्जरहरूलाई पनि ओके खुल्न चाहिँ हुन्छ नि, सकिन्छ है भनेर मैले चाहिँ एउटा सिकेँ होइन। तर यो पार्ट चाहिँ गाह्रो नै हुन्छ, सिक्न चाहिँ इजी हुन्छ तर इम्प्लिमेन्ट गर्न चाहिँ गाह्रो नै हुन्छ होइन। सो फर द्याट रिजन बट शी डिड रियली मेड माई डे। आइ एम सो ह्याप्पी राइट नाउ या। सो यति नै थियो आज। अहिले काममा जाँदैछु।